नमस्ते सबैजनालाई। अब शुभरात्रि। अब चाहिँ रात परिसक्यो जापानमा चाहिँ मैले ओरी भन्ने पार्कमा छु। यो चाहिँ बेपुबाट लगभग नानाकुमा लाइनको बेपु स्टेसनबाट चाहिँ लगभग 5 मिनट लाग्छ साइकलमा, हिँडेर चाहिँ 10-15 मिनट लाग्छ। अनि पार्क चाहिँ बवाल छ, मेरो पछाडिपट्टि भ्यू देखिरहनु भएको छ, पार्क बवाल छ। अनि यहाँ चाहिँ भित्रपट्टि यस्तो बवाल यस्तो भिडियोमा देखेर नि त्यस्तो भिडियो भित्रपट्टि बवाल छ। अनि यहाँ चाहिँ किमोनी लगाएर मान्छेहरूलाई स्वागत गरिरहेको हुन्छ। अनि यहाँभित्र जानलाई चाहिँ पैसा अलि राम्रै पैसा लाग्छ है, लगभग 2250 समथिङ त्यस्तो लाग्छ। अनि त्यही हो। अनि एक दिन तपाईँहरूले भित्र गएर पनि देखाउने छु मैले। अहिलेको लागि चाहिँ बाहिरपट्टि मात्रै हेर्नु होला है, किनकि अहिले मसँग पैसा छ तर मसँग टाइम छैन अहिले। म चाहिँ समुद्र जान लाग्यो यहाँबाट, र साइकलमा 10 मिनट लाग्छ। अनि साथीहरू पनि आएको छन्, अनि उनीहरूलाई पनि भिडियोमा लिउँ भनेको, तर अलिक नलिउँ होला किन है, उनीहरूको प्राइभेसी हुन्छ, किन भिडियोमा लिइदिने। र आजको लागि चाहिँ यति नै। मैले लङ भिडियो बनाउँछु भनेर सोचलिन्छ, यति गर्नु पऱ्यो, तर लङ भिडियो चाहिँ बनाइनँ। किन भन्दाखेरि अब हामी यहाँ समुद्र जाने भनेपछि अब राति अँध्यारोमा राम्रो देखिँदैन है। मैले अहिले यहाँ बत्तीको छेउमा बनाइरहेको भिडियो त्यही हो। अब मैले युट्युबको लागि भिडियो बनाउनु खोजिरहेको छु, तर अहिले युट्युब च्यानल मैले राम्रोसँग खोलेको छैन। अफिसियल च्यानल राम्रोसँग खोलेर चाहिँ भिडियो अपलोड गर्नेछु। अनि अहिलेको लागि चाहिँ यति नै। टिकटकमा लाइक गरेर फलो गर्नेहरूलाई त कमेन्ट गर्न नभुल्नु होला।